Kakak खाजा खाएँ भनेको मासु खाजा खानै सक्यो भोकले मर्ने चटर अब यो चाहिँ बसिला न त हेलो गाइज टक्क लारिस हामीले चाहिँ यहाँ धानको बिउ राख्ने भनेर हरियो मकै भाजिसक्यो अनि टक्क लगाएर धान रोप्ने चाहिँ उयो यतातिर भर्खर मकै खिसा माग्दै भइरहेको छ होइन यो चाहिँ हरियो मकै बोक्न थालिरहेको छ गाइज टक्क अहिले चाहिँ ठ्याक्कै दिउँसोको खै कति बज्यो गाइज 12 बजायो घामले यार घाम चाहिँ बब्बाल लागिरहेको छ गाइज ठ्याक्कै 11 बजेर 34 मिनट गइरहेको रहेछ होइन टक्क लगाएर हाम्रो घरतिर चाहिँ ऊ माथि घर अलि गाह्रै छ देख्नलाई यतिर जानुपर्छ गाइज हामी चाहिँ हिँडेर यहाँबाट अब झोलम प्याकिङ हुँदैछ हरियो मकै सिर्लिक्क सरर 12 बजे घाममा 12 बजाइदियो हाम्रो खेतबाट चाहिँ सरर घरतिर जाँदैछ सिर्लिक्क मेमे ध्यान पार्दो बाबा जाऊ बाजे जाऊ भेट लाग्यो है 12 बजिसक्यो बाजेको भारी भाइ चाहिँ एकदम मेहनती हो बिहानदेखि बेलुकासम्म ड्युटीमा हाम्रोतिर चाहिँ धानको बिउ भर्खर यति भइरहेछ सरर टक्क लगाएर यहाँ चाहिँ बाख्रालाई पराल सुकाइराख्नु भएको ठुले सरकारले बारीपट्टि धान रोप्दैन पो अब घाँसलाई पराल बनाउँदै खुवाउँदै बस्ने कस्तो खालको खेत हो यो 4 बज्न थालिसक्यो माकुरी घामै जाँदैन त्यहाँ काम गर्न जानुपर्छ काँडा जस्तो खेततिर काम गर्न जानुपर्छ सर्लक्क ब्लेकुहरू यतै हिँड्छ बाजे खेत पुगिसक्यो होला यतैतिर बाजेले चाहिँ के गर्दै हो यत्रो घाममा बाजे ऊ माथि सर मध्याहको 1 गते चाहिँ बबाल काम लागिरहेको छ माकुरी असर लागेपछि पानी गर्नुपर्छ भन्दै माकुरी घाम लागिरह्यो मर्न थाल्दै पानी